दलितको कुवाबाट माथिल्लो जातिले पानी लानुहुने तर माथिल्लो जातको कुवाबाट दलित जातिको मान्छेले पानी लान नहुने यो कस्तो नियम कानुन हो यो भिडियो हेर्नु त एकचोटि त्यहाँबाट पानी नझिकेको त त्यहाँ टाइम लाग्दैन किन हाम्रो यो दुई कुवा मात्र हो तिम्रो यो दुई कुवा के हो नि तपाईको नाम कल्पना विक अनि तपाईहरु चाहिँ यहाँको यो कुवाको मात्र पानी लिने भन्दैछ किन दलित भनेर जातपात छुटाएको बनाएको के हामीलाई अलग बनाएको अनि सब अरु एक हुन्छ हाम्रो कामी भन्नेको जात दुई घर मात्र छम के धेरै छैन यो गाउँमा उति कुवाबाट लिन मिल्छ कि मिल्दैन कसै कुवाबाट मिल्दैन यो कुवा र यो कुवा मात्रै हो यताको पानी अरूले लैजान्छ कि लैजाँदैन यहाँको भन्दा अगाडि छिटो त्यहाँ सकिन्छ उहाँको कुवामा हाम्रोमा रहन्छ अनि फेरि सिद्धियो भने चाहिँ उताको मान्छेले अनि गोरु भैँसीलाई दिनको लागि यो कुवाको पानी लग्छ तर अब खान्दैन गोरु भैँसीलाई दिन्छन् आज चाहिँ लुगा धुन पाइयो पाइयो किन आज हामीलाई जुठो छ अनि महिनावारी भएको बेलामा चाहिँ के गर्ने नि घरै नहुने त्यो महिनावारी भएको छ त्यसलाई पाए छैन ए हो मलाई पानी दिया छैन अब यारले अनि तपाईँ यहाँ नुहाउन ओर्न पाउनुहुन्न अब निममा नदिने भनेछन् अब हामीले दिनु त भएन देऊ भनेर बिचारा बसेको थियो बस्न जर्किन ल्याएर आउँछु मलाई दिनु भने बहिनी नाइ दिन्नु हामी त हामीलाई पछि जरिमाना पार्छन् भन्न लाग्यो कि हैन त्यही भएर बसिरहेको यहाँनिर 500 रुपैयाँ जरिमाना तिरेर त हाल्दिनु भएन पानी बढी लगेपछि जरिमाना हुने अर्खाको पानी भागको पानी लिए पनि जरिमाना हुने 10 बजेपछि पानी लिए पनि जरिमाना हुने सुन हुने चाहिँ धारो कुनै छैन कुवा पाइप पनि ठाउँ छैन के न अब खाने पानी छैन त्यो भिडियो हेरेर तपाईलाई के लाग्छ अनि के गर्ने त कमेन्ट गर्नु होला है त। खाल्दिने